अब पहिलोबाट सन्तान भएन अनि दोस्रो बिहे गरेको नानी। अनि माइलीबाट चाहिँ भए त जाडो 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 यो बुढेसकालमा जाडो यो बुढेसकालमा अति साह्रो जाडो, अति साह्रो, के साह्रो जाडो बडो। ओहो बाजे नमस्कार। ओहो बाबु नमस्कार नमस्कार, बसौ न। अनि बाजेलाई त 3वटा बुढी बिहे गरेको भन्थे, खोइ त कता देखिँदैन नि त। हो नानी, मैले 3टै बिहे गरेँ। 3वटा चाहिँ किन गर्नुभएको? अब पहिलोबाट सन्तान भएन अनि दोस्रो बिहे गरेको नानी। अनि माइलीबाट चाहिँ भए त ल नानी पनि दोस्रोबाट सन्तान भइदियो भए तीसरा बिहे गर्थ्यो होला त मैले। त्यसो भए कान्छीबाट चाहिँ भयो होला होइन? तीसराको त लागि म नानी झन्झटै गरिनँ। एउटा छोरा 2टा छोरी भकै पनि ल्याएँ मैले त। को झन्झट गर्नु। बुढा त डेन्जर पो रहेछ नि त हौ। बुढा